आउने बित्तिकै हात समातेर उहाँको दाइ र भाइ मिलेर ठ्याक्क मुखमा कपडा हालेर ठ्याक्क अट्याक गर्नुभयो। पुरा कुटपिट गरेर पुरा चिसो बनाइदिनु भएको छ उहाँलाई। मोरङको जहदा 4 मा चाहिँ एकजना महिलामाथि चाहिँ जुन श्रीमान पतिका पक्षहरूले चाहिँ एकदम निर्घात कुटपिट गरेको घटनाले हामीसँग यो कुराहरू आएको छ। उहाँको नाकको हड्डी चाहिँ पुरै भाँचिदिएको रहेछ। भिडियो कलमा भिडियो कलमा गर्दाखेरि तपाईँले यो भन्नुभयो कि डाइरेक्ट तिमी डिभोर्स लिने कि तेरो एउटै उपाय छ, नभए घरदेखि जा, नभए तेरो एउटै उपाय छ, तिमीलाई दफनाइदिन्छु, यति कुरा एकदम भन्नुभयो। न्यूरो तथा स्पाइन सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया विराट नर्सिङ होममा अनुभवी विशेषज्ञ डाक्टरहरू तथा विश्वस्तरीय प्रविधि सहित भरपर्दो उपचार। विराट नर्सिङ होम, तपाईको स्वास्थ्य हाम्रो जिम्मेवारी। एउटा श्रीमानको कर्तव्य श्रीमतीको लागि के हुन सक्छ? राम्रो लाउन दिने, मिठो खान दिने, नमरुन्जेलसम्म माया गर्ने अनि दुःख सुखका दिनहरू साटासाट गर्दै जीवन काट्ने। यही होइन र हाम्रो समाजको चलन? तर त्यसको ठिक विपरीत एक महिलाले श्रीमानको पिटाइबाट रात दिन घरेलु हिंसा सहनु परेको घटना बाहिरिएको छ। घटना हो मोरङ जहदा गाउँपालिका 6 सोहलटोलकी 27 वर्षीय सविता मण्डलको। उनले 7 वर्ष अघि जहदा 4 का 35 वर्षीय अमित मण्डलसँग प्रेम विवाह गरेका थिए। उनीहरूको 2 छोरी पनि छन्। तर अहिले आएर अमितले रात दिन श्रीमतीलाई मानसिक तनाव दिँदै मरणसन्न हुने गरी कुटपिट गर्ने गरेको सविता मण्डलका परिवारहरूले बताउँदै आएका छन्। गएको बिहिबार मात्रै सविताको मुखमा कपडा कोचेर कुटपिट गरेको घटना बाहिरिएको छ। रातको समयमा सामान्य विवादकै क्रममा श्रीमान सहित जेठान, देवरबाबु र सासू ससुराले पनि कुटपिटमा सहयोग गरेको पीडित सविताकी बहिनीहरूले आवर विराटनलाई बताए। उनलाई फलामको रडले समेत हानेको उनीहरूको भनाइ छ। सामूहिक कुटपिटबाट सविताको नाकको हड्डी नै भाँचिएको उनीहरूले यसरी बताए। उहाँले आउने बित्तिकै हात समातेर उहाँको दाइ र भाइ मिलेर ठ्याक्क मुखमा कपडा हालेर ठ्याक्क अट्याक गर्नुभयो। पुरा कुटपिट गरेर पुरा चिकित्सा बनाइदिनु भएको छ उहाँलाई। दिदीले भन्नुभएको थियो हामीलाई कि यस्तो मलाई भनेर मुखमा कपडा हालेर त्यतिसम्म थाहा थियो होइन। त्यसपछि उहाँको जेठाजुजीले हानेको रड लिएर कि के लिएर हान्नु भएको थियो। ठ्याक्क त्यहाँसम्म हानेपछि ठ्याक्क उहाँ बेहोस हुने जस्तो भयो। त्यसपछि थाहा भएन उहाँलाई केही, त्यहाँसम्म केही थाहा भएन। ठ्याक्क उहाँले 3 बजे रातितिर 3 कि 4 बजिरहेको थियो। उहाँ भने म समय हेरिनँ, तर अलिकति बिहान जस्तो थियो। त्यति बेला मलाई 3 बजेतिर होस आएपछि उहाँहरू चुदुरबुदुर गर्दै हुनुहुन्थ्यो कि मतलब के गर्ने उहाँलाई भनेर, अब यहाँ त अब मरिसकेको छ भनेर। बिहान फोन गरौ दिदीले गर्नुभएको थियो। तपाईले फोन गर्नुभएको थियो? के भन्नु उसको भाइलाई फोन गर्नु। के भन्नुभयो भाइ दिदी? भिडियो कल हेरायो अनि बोल्न सक्दैन थियो। भिडियो कल हेरो अनि दाइहरुले फोन गरो अनि सबैजना गयो। खाली हेरेर यस्तो हालतमा हेरो भने अब जानै पर्छ के भयो भनेर। अनि उता गएपछि नि थाहा भयो यस्तो यस्तो भएको छ भनेर। सबजना मुखमा पुरा ब्लड स्लड भएको थियो। अनि भिडियो कलमा यस्तो भिडियो कलमा गर्दाखेरि तपाईले यो भिडियो कल गरेको बेला भिडियो कल यसको हेरेपछि अनि सबजना भेला भएर अनि उता गए। उहाँले पनि भन्नुभयो, घाइतेले पनि भन्नुभयो कि यस्तो यस्तो गरेको छ भने मलाई यस्तो गरेर मार्देको पुरै नाक कपडा नै उसैले भनेको। उहाँले भन्नुभयो कपडा ठुसेको, त्यो कपडा पनि छ हामीसँग कपडा पनि छ। उहाँको नाकको हड्डी चाहिँ पुरै भाँचिदिएको रहेछ। सविता माथिको यो कुटपिट भने पहिलो थिएन। यसअघि पनि पटक पटक कुटपिट गर्दै आएको र डिभोर्स दे नत्र मारिदिन्छु भन्ने सम्मका धाक धम्की दिने गरेको घाइते सविताकी बहिनीहरूले बताएका छन्। भन्नुभयो कि म आफ्नो इज्जत पनि हेर्दैछु, अनि ससुरा बाबु इज्जत पनि हेर्छु भनेर म बरु बेग्लै खान्छु, आफ्नै मजदुरी गरेर खान्छु, तर यही घरमा बस्छु भनेर भन्नुभयो होइन। तर उहाँहरूले के भन्नुभयो कि डाइरेक्ट तिमी डिभोर्स लिने कि तेरो एउटै उपाय छ, नभए घरदेखि जा, नभए तेरो एउटै उपाय छ, तिमीलाई दफनाइदिन्छु, यति कुरा एकदम भन्नुभयो। उनीहरू भन्दैछन् दिदीहरूको स्वास्थ्य अवस्था अहिले पनि नाकबाट रगत बग्ने गरेको उनीहरूले यसरी सुनाए। यो पनि हेर्नुहोस्। अहिले अवस्था पनि धेरै क्रिएट छ, किनकि उहाँले अनि बोल्न पनि नसकिने, अनि नाकदेखि अहिले पनि ब्लड गइरहेको छ होइन। अनि त्यसपछि अब यहाँ सास लिन पनि धेरै गाह्रो भइरहेको छ। उहाँ बोल्न पनि सक्नुहुन्न, धेरैसम्म थोरै थोरै बोल्नुहुन्छ बिस्तारैले, त्यति सुन्न पनि सक्नुहुन्न। फेरि यस्तो भएको छ। अहिले चाहिँ कहाँ हुन्छ दिदी चाहिँ? उहाँ चाहिँ आराम गर्दै हुनुहुन्छ। घरमै हुनुहुन्छ? हजुर, आराम गर्दै। भनेको अहिले त्यही घरमै हुन्छ कि माइकतिर?
होइन मैतीतिर हुनुहुन्छ त्यो घरमा कहाँ जान त्यहाँको त्यो घरमा त धेरै डर छ नि त त्यहाँ जानको लागि त अनि मैतीमै हुनुहुन्छ उहाँ पीडित पक्षका आफन्तले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार नै उजुरी दिइसकेका छन् तर प्रहरीले ती पीडकलाई बोलाएर कारबाहीको दायरामा नल्याएको उनीहरूको आरोप पनि छ। पीडित पक्षले जिल्ला प्रहरीमा शुक्रबार बिहानै निवेदन दिन गएका थिए। शनिबार बिदा भएका कारण पुनः आइतबार पनि गए तर काम भने भएन। यता हामीले पनि जिल्ला प्रहरीमा यो विषयमा जानकारी लिन खोज्दा निर्वाचनको कारण देखाउँदै आरोपितलाई तत्काल पक्राउ गर्न नसकिएको जानकारी दियो। तर घटनाले भने गम्भीर रूपमा लिएर अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। अन्तमा के पनि भन्न चाहन्छु भने यो घटनाको प्रकृति हेर्दा घरेलु हिंसा भएको देख्न सकिन्छ। रातदिन यसरी मरणसन्न हुने गरी कुटपिट गर्ने श्रीमानलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरामा ल्याएर पीडित श्रीमतीलाई न्याय दिलाउनु पहिलो आवश्यक देखिएको छ ताकि सविताले पटक पटक यसरी मृत्युको मुखमा पुग्ने गरी श्रीमान र उनका परिवारबाट घरेलु हिंसा सहनु नपरोस्। आवर विराटनगर डटनेका लागि प्रेम देवान, विराटनगर।